यदि तपाईलाई पनि गर्दन दुखाइको समस्या छ, सर्वाइकल स्पोन्डिलोसिस, नेक पेनको समस्या छ भने यस भिडियोमा मैले 5 वटा घरेलु विधिहरू भन्नेछु, त्यसलाई फलो गर्नुस् है त। सबैभन्दा पहिलो र प्रभावकारी उपचार भनेको तपाईको समय अनुकूल बिहान वा बेलुकाको समयमा चाहिँ आइस प्याकले गर्दन वरिपरि सेक्ने गर्नुहोस्। अवस्था हेरेर तपाईको चाहिँ तातो पानीले सेक्ने अवस्था पनि आउन सक्छ। अब तातो पानीले सेक्ने कि चिसो पानीले सेक्ने भन्ने कुरामा चाहिँ अब दुईटा कुरा आउने गर्दछ। तातो पानी र चिसो पानीले चाहिँ फरक भूमिका चाहिँ खेल्ने गर्दछ। सबैभन्दा पहिला भनेको आइस प्याक। यदि तपाईको चाहिँ अचानक गर्दन दुखाइको समस्या छ, एक्युट पेनको समस्या छ, विभिन्न इन्फ्लेमेसनको कारणले गर्दाखेरि चाहिँ तपाईको चाहिँ गर्दन दुखाइको समस्या भएको छ भने यो अवस्थामा तपाईले चिसो पानीले सेक्न सक्नुहुन्छ, आइस प्याक लगाउन सक्नुहुन्छ। अब तातो पानीले हट ब्यागले चाहिँ कुन अवस्थामा सेक्ने भन्दै गर्दाखेरि चाहिँ तपाईको गर्दनमा चाहिँ गर्दनका मांसपेशीहरू चाहिँ कुनै अवस्थामा चाहिँ कडा भएको कारणले पनि नेक पेनको समस्या देखिने गर्दछ। त्यसैले यहाँ भएका मसल्सहरूलाई चाहिँ रिल्याक्स गर्नको लागि, त्यसै गरेर चाहिँ ब्लड सर्कुलेसनलाई चाहिँ इम्प्रुभ गर्नको लागि चाहिँ तपाईले चाहिँ गर्दनमा चाहिँ तातो पानीले हट ब्यागले सेक्दै गर्दाखेरि चाहिँ तपाईको चाहिँ यो गर्दन दुखाइको समस्यालाई चाहिँ एकदमै धेरै चाहिँ आराम मिल्ने गर्दछ। यो पनि तपाईले चाहिँ प्र्याक्टिस गर्न सक्नुहुन्छ। तातो र चिसो पानीले चाहिँ कसरी कुन अवस्थामा गर्ने भन्ने बारेमा चाहिँ मैले भनिहालेँ। त्यस्तै गरेर अर्को इम्पोर्टेन्ट कुरा भनेको तपाईले चाहिँ लामो समयसम्म पढ्दाखेरि वा ल्यापटप मोबाइल चलाउँदाखेरि चाहिँ आफ्नो पोस्चरलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। धेरै झुकेर मोबाइल चलाउने बानी र यदि तपाईँ चाहिँ अफिसर हुनुहुन्छ, अफिसमा काम गर्नुहुन्छ भने धेरै गर्दनलाई झुकेर चाहिँ ल्यापटप चलाउने, कम्प्युटर चलाउने बानीले गर्दाखेरि पनि तपाईको चाहिँ यो गर्दनमा चाहिँ धेरै स्ट्रेस हुने कारणले गर्दाखेरि यो गर्दनमा चाहिँ एकदमै धेरै दुखाइ हुने गर्दछ। यसलाई पनि तपाईले विचार गर्नुपर्ने हुन्छ र पोस्चरलाई तपाईले बस्ने आसनमा चाहिँ विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। त्यसैले गर्दनलाई धेरै झुकाएर कामहरू गर्दै नगर्नुस्। त्यस्तै गरेर गर्दन दुखाइबाट छुटकारा पाउनका लागि अर्को महत्त्वपूर्ण कुरा भनेको यदि तपाईँ लगातार काम गरिराख्नुहुन्छ, गर्दनलाई झुकाएर काम गर्ने त्यस्तो कामहरू छ, अफिसमा काम गर्नुहुन्छ, कुर्सीमा बसेर तल झुकेर काम गर्नुहुन्छ भने यस्तो कामहरूमा चाहिँ 45 देखि 1 घण्टाको अन्तरालमा चाहिँ तपाईले चाहिँ आफ्नो कामबाट चाहिँ ब्रेक लिएर गर्दनका विभिन्न एक्सरसाइजहरू रहेका छन्, त्यस्ता एक्सरसाइजहरू फलो गर्न सक्नुहुन्छ। भिडियोको अन्तिममा मैले त्यस्ता एक्सरसाइजहरू मैले इन्क्लुड गरेको छु, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सबैभन्दा पहिले के गर्नुस् भने तपाईले यो हातलाई चाहिँ यसरी राखेर कानलाई पुरै ढाक्नुहोस् र त्यसपछि थोरै अगाडि बेन्ड भएर यो हाम्रो चिनले चाहिँ यो छातीलाई चाहिँ छुने प्रयास गर्नुस्। त्यसपछि मेन्टेन गर्नुस् 10 काउन्ट 1 2 3 4 5 6 7 8 9 and 10 स्लोली। त्यसपछि यसलाई रिल्याक्स गर्नुस्। त्यसपछि एकछिन होल्ड गर्नुस्। त्यसपछि अर्को साइडमा पनि सेम वेमा कानलाई पुरै ढाक्नुस्। त्यसपछि यो चिनले यो हाम्रो यो यस्तै चाहिँ तलपट्टि चेस्टमा छुनुस्। त्यसपछि फेरि काउन्ट गर्नुस् 10 काउन्ट है त। यो भयो। त्यसपछि अर्को के गर्न सकिन्छ भने कानभन्दा थोरै माथि चाहिँ हातलाई यसरी राखेर बेन्ड गर्नुस् सिधा है त। साइडबाट बेन्ड गर्नुस्। मेन्टेन 10 चोटि 10 काउन्ट गर्ने बेलासम्म मेन्टेन गर्नुस्। 1 2 3 4 5 6 7 8 9 and 10 स्लोली रिलिज रिल्याक्स। अनि त्यसपछि अर्को साइडमा पनि सेम वेमा यसरी कानभन्दा थोरै माथि हातलाई राखेर त्यसरी नै 10 चोटि काउन्ट गर्नुस्। त्यसपछि रिलिज गर्नुस्। यदि पेजलाई फलो गर्नु भएको छैन भने पेजलाई फलो गरेर भिडियोलाई सक्दो सेयर गर्नु।